हेलो क्यामेराम्यान जस्तो देखियो है ब्याग स्याग लगेर गयो चकाचक जाम फेरि जाम टाइम चल्नु छ होइन अब गोटी बाटो देखाउन कहाँ पुग्छ हामीलाई पनि थाहा छैन छट्टा छोटो बाटो देख्यो कस्तो मजाको पत्ता हो यार न वाटर प्लेस ओए बबा छ त तर घर आइपुग्यो त यही बाटो थियो है सोध्दै जानु होला हौ हेलो डोन्ट माइन्ड सरी सरी बाख्रा बाई बाई सोध्दै जानु होला यार बाख्रै जामै यताबाट होला हौ के फर्के जानु हेलो पज गर अनि एस्थेटिक खिच्न एस्थेटिक होइन लौ ए त्यसले आफै बनाउने दाजु उता थियो ए उतै आउने यता जाऊ डाँडा जाने नि क्यामेराम्यानलाई गाह्रो पऱ्यो छिटो हुन्छ होला यहाँबाट आउँछ ल म यहाँ दौड आएको एङ्कल गइरहेको छ जाऊ सरगम दामी छ ठाउँ फाइनली आयो दामी ठाउँ आयो 5 घन्टा हिँडेर वाह दामी छ नि है यहाँ हो नि त ट्याक्क लाएर बस्ने यसलाई उयो भन्छ हौ यस्तो माथि पहिला के पो भन्छ यार यस्तो ठाउँलाई दामी स्टेप्स भन्छ नि स्टेप्स के भन्छ साला चिन्डे डाँडा त्यहाँ छ धरान पर सप्तकोशी यो त हाम्रो गाइडहरू हाम्रो गाइड पनि आइपुग्यो हेलो हेलो काले यो बाटो जाने हिँड्दै हिँड्दैन जम्मा अब यो डाँडा पुगौँ न बाटो चाहिँ थाहा छैन हामीलाई त्यो घरहरूको माथि त्यो यो त ठ्याक्कै उयो क्या पञ्चकन्या मन्दिरको घर जस्तो लाग्यो यार नि मन्दिरबाट फर्किँदाखेरि यस्तै छ नि घरको साइडबाट धुप्पीहरू 20 मिनटमा पुगिन्छ
20 उताको बाटोको तिमीहरू छ छैन साथी के भन्छ चिन्नेदेखि माथिको गएको चिन्नेदेखि सिधै उता छ क्या अर्को गएको छैन म त यहाँ माछा मात्रै पुगेको भित्रभित्रको यस्तै बाटो छ कि माथि छ क्या गाउँहरू छ नि त त्यो बाटो धनकुटा पुग्छ नि त दामी छ नि त्यो के ओसो झर्ने बाटो ओसो झर्ने होइन अझै माथि हो क्या त्यो त गाँस ओसो जाने बेला ठ्याक्कै एउटा ठुलो बाटो आउँछ नि एउटा पुल यत्रो छ नि एउटा सिधा आउँछ नि अलिक अझै माथितिर हो क्या पुग्छ भोजपुर पुग्छ होइन भोजपुरै पुग्नु पर्ला जस्तो केटा अब बजुले धनकुटा पुग्छ भन्नु अब धनकुटासँग त हिँड्नै पर्यो हिँड है केटा अनुहार मात्रै देखिराखेको होला हिँड्नु चाहिँ मजा हुन्छ क्या ऊ त्यही हो हेभन डाँडा भनेको ऊ बन्दैछ अझै पनि त्यहाँ हो ए त्यो माथि यहाँबाट जाने हो भन्डाँडा भेटर त त्यहीँ रहेछ त्यो बाटो गयो त्यही त हो नि हामी पुग्दैन उयो युट्युबसम्म जाऊँ न हामी त्यहाँदेखि हेरौँ यसलाई त के भन्छ चम्पा चमेली के भन्छ नि हामी चाहिँ नयाँ रुट एक्सप्लोर गर्दैछौँ है गाइस यो रुट त हामी कहिले गएको थिएनौँ पनि यहाँबाट त हेभन डाँडा पनि नजिकै रहेछ मतलब देखिन्छ चाहिँ देखिँदो रहेछ लेफ्टबाट होला हौ हामी लङ वे नै जाने हो घामले चाहिँ मारेको छ आज खासमा त अर्कै ठाउँ जाने भनेर प्लान थियो त्यही भएर यस्तो लुगा लगाएर आएको लास्टमा फेरि बाटोमा आउँदा आउँदै प्लान त के भयो माथिबाट हो यताबाट त्यताबाट धेरै घुम्ने छ केही छैन जिन्दगी गोरेटोमा लामो बाटो लिनुपर्छ महिनामा हेरौँ न म त विदेशी जस्तै देखिरहेको छ है क्या हल्का कालो कालो बाटो चाहिँ दामी हो बाटो त यो बाटो जानु भएन डाँडो डाँडो हेभन डाँडा भनेको चाहिँ यो है कहाँको यो हेभन डाँडा भनेपछि त यो डाँडाबाटै त पल्लो डाँडा नजिकै रहेछ यो बाटो त भेटाएर त गर्मीले चाहिँ मारेको छ घाम लाग्यो क्या हुस्से लाग्नु नि यस्तो दामी सिन हुन्थ्यो पछाडि भ्यू हेलिप्याड बाफ्रे यता भिर यता ट्रायल यो चाहिँ नयाँ ट्रायल एकदम ख्याल गरेर हिँड्नु होला बाटो साह्रै सानो छ खुट्टा चिप्लिने चान्स चाहिँ धेरै रहेछ है गाइज एकदम पाइला चाहिँ भरसक हेरेर चाल्नु होला एउटा साथी चाहिँ यत्रो त पाती भएर मन्दिर हुन्थ्यो यत्रो उकालो त बाटो पनि त्यस्तै याद आयो मलाई त त्यो लग्जरी हाइवे छोडेर हामी यो अर्ग्यानिक ट्रेलमा हिँड्दैछौँ उता छ उता हाइवे चाहिँ यहाँ तल भेटार हाइवे यहाँ अर्को आयो थकित भएर अनि हामी चाहिँ यहाँ टुप्पोमा ए ल्या वाटर 360 भ्यूज पानी छ एक्सट्रिम छैन एक्सट्रिमको पैसा काट्यो जिन्स प्यान्टमा छु यो चाहिँ मिलानेले भनेको याद छ क्या
हामी हिँडेको हिँडेछौँ कहाँ पुग्यौँ थाहा छैन यो ठाउँलाई के भन्छ त्यो पनि थाहा छैन तातो घाममा बाटो आएछ नि त दोस्ती हे हामी यो डाँडा चढ्ने भनेको उता उता जाँदैछौँ यो बाटो त कहाँ पुग्छ मैले थाहा पाइसकेँ कहाँ त्यो ठ्याक्क त्यहाँ टर्निङमा रेलिङ लगाएको छ नि कहाँ हो निशाने खोला होइन हौ त्यो प्याराग्लाइडिङ भन्दा अलिक तलतिर त्यो ठ्याक्क टर्निङमा खोलामा लगाएको छैन बार त पुलिस बस्ने ठाउँ पुलिस बस्न त यहाँ तल हो अलिक माथि पुगेपछि ठ्याक्क टर्निङमा यस्तो गोलो खालको त्यो लाग्छ छैन पाएँ त्यस्तो होला खै बिर्से भन त्यो ठाउँ पुगिन्छ क्या उताबाट उता हिँडेछौँ हो र जुगा जुगा खाइदेऊ माछालाई पोलेर कता चिप्ले किन चाहिँ भेटेको राम्रो हुन्छ जुगा त छैन होला फुल छ लुगा त मजाले उता खै उताको उकालो ओह्रालो भयो भन्छ तेर्सो यो ठाउँमा ठ्याक्क मुख्य ठाउँ बुझिन्छ क्या सबै मान्छेले त्यहाँ मुख्छ र फेरि नयाँ बाटो यहाँ भेट्यौँ खासमा यतैबाट आएर चाहिँ यता माथि गएर उता जानुपर्ने हामी चाहिँ त्यताबाट नगएर फेरि यता फर्केर यता नयाँ ट्रेल रोड रहेछ फेरि यहाँ यस्तो बाटो यहाँ चाहिँ एकदम केयरफुल हुनुपर्ने रहेछ है गाइज एकदम ख्याल गरेर गाइज मेरोमा नाकमा त देखिरह होला कटिँदैछ ऊ एकजना केटो चाहिँ कहाँ पुगिसक्यो ओए यो बाटो होइन होला हौ अनि कहाँ जाने त यो बाटो अनि स्पाइडर एक्सप्लोर गर्ने भन्दै केटो हेर न एउटा चाहिँ यहाँ सर्दैछ म हामी कहीँमा आयौँ यार यो के लट्ठी मान्छे चाहिँ नजाउँ न ओ माई गॉड ओ माई डेज बाटै छैन यार हामी घाँस काट्न आयो क्या हामी ओ एक्सपिरियन्स कस्तो हुन्छ भन्दैन यहाँ हेर त अटिँदैन हौ त्यहाँ जा हिँड बिस्तारै हिँड तर कसलाई हौ खै होला नि म एक हातले हिँडिरहेको छु जाँखा झन् ओए हाम्रो रेस्टिङ ठाउँ आज हामी गर्नु खोजेको चाहिँ के हामी तर कहाँ पुग्यौँ केटा हो कुन ठाउँ हो थाहा छैन ट्रेल बाटै छैन यहाँ एकजना यहाँ छ एकजना यहाँ अनि म यहाँ त्यो डाँडाबाट हामी आएको डाँडामा विश्राम गरेर हेलिप्याड जस्तो ठाउँमा दामी खेल्ला ओ सल्टी निश्चय सल्टी हेलो हामी कहाँ आइपुग्यौँ यार केटा हो बाटो छोडेर जङ्गल जङ्गल एफ्रो तिमी एफ्रो होइन कस्तो सेक्सी थ्री मंकीज बडी सेक्सी गन्जीमा ल अब चाहिँ हामी यो खै कुन रूपमा हो यहाँ स्पाइडरम्यान फेरि छुट्टै फेरि फर्किने तर्खरमा छौँ यो बाटो खै हेर्दा मान्छे हिँडेको जस्तो छ तर फेरि छैन पनि होप बिस्तारै यहाँ अठ्याउने सेट सुरुमा खुट्टा सेट गर अनि मात्र पाइला है केटा हो हेर्दाखेरि चाहिँ यहाँ भिडियोमा त्यस्तो के अरे त्यस्तो डेन्जर नदेखे पनि बाटो चाहिँ एकदम एक्सट्रिमै छ यो होइन यस्तो भिरालो जस्तो छ नि यहाँ त्यस्तो देखिँदैन क्या तर यो खतरा छ है गाइजहरू पत्याउनुहोस् बिलिभ मी प्लिज होइन यस्तो छ सिधै गोलखाडी तल यो करिब
80 डिग्रीमा छ यो सरगमको चाहिँ हिँड्न डेन्जर छ ऊ यस्तरी यतै पुरै लिन भएर हिँड्छ म चाहिँ सुइँ हिँड्ने मान्छे परेँ होइन अलिकति म चाहिँ हिँड्ने जान्छु यहाँनिर लड्नु सक्ने अवस्था किनभने यस्तो स्लिपरी छ बाटो यहाँ झ्यापटे भने यसो तल जाने अवस्था छ ट्याक्कसँग यता डाइरेक्ट हान्नुपर्छ ट्याक्क हि इज द म्यान अफ द म्याच ओइ त्यो होइन लौडे जिउ चाहिँ हो त देब्रेपट्टि खाँद देब्रे खुट्टा पहिला चाल सुरुमा खुट्टा राखे वात्तै नउफ्रिहाल्छ देब्रे खुट्टा पहिला चाल कि दाहिने खुट्टा अझै हो त्यसरी अझै तल हो त्यहाँ यस्तो बाटो हिँड्दाखेरि नि यस्तो बाटो हिँड अब आउँछौ यस्तो बाटो हिँड्दाखेरि होस् या गाडी कुदाउँदा होइन जहाँनिर त्यसो भने लोएस्ट पोइन्ट छ नि त्यहाँ टेक्नुपर्छ क्या किनभने त्यहाँदेखि स्लिपरी हुँदैन नि त त्यहाँदेखि तल चिप्लिने बाटो हुँदैन जस्तै माथि टेक्यो भने तल चिप्लिन सक्छ त्यही भएर जहाँ छ भने तल छ त्यहाँ टेक्नु केटेर रिलिफ भयो रिलिफ गाह्रो हिजो पानी परेछ ढुङ्गा कहाँतिर ठाउँको नाम पनि थाहा छैन होइन हो यताबाट राइट यहाँ छ बाटो हो त्यहाँ कस्तो हावा आएको यहाँ त चिसो हो यहाँबाट हिँड ल नडराई केटा हो नडराई यस पकाउने ठाउँ छ नि त यहाँ अम्बो यो कस्तो हल्लेको यार ओइ पुरा हल्लिन्छ त यहाँको त जमिनै लेट्स गो आइज केटा आइज बाबु दुःख गर बाटो चाहिँ सक्यो जस्तो छ है ठ्याक्कै यहाँ बस्ने ठाउँ रहेछ हामी तर बस्दैनौँ ओ यो पोल आएपछि केही न केही देखिन्छ भन्ने मलाई विश्वास छ अलमोस्ट एट द पोइन्ट या ओ ल अर्को पिकमा आइपुग्यो एउटा डाँडा छ यहाँ हल्का थोरै फेरि यहाँ के उडेर गयो भर्खरै कुन ठाउँ त्यो माथि फेरि अर्को डाँडा फेरि मर्नु आँट हो यो आयो डेड बडी यहाँ पनि डेड बडी यस्तो छ बाटोको अवस्था गाइडहरू कत्र गाडी आउँछ म कसरी अहिलेसम्म हिँड्दैछु भने तपाईँलाई थाहै छैन यसरी हिँड्ने यस्तो बाटोमा झुक्न परेगा पुष्पाको विधर झुक्न परेको अब यस्तो चाहिँ अब्स्ट्याकल सबैले पुरै आफ्नो जिउले नै तानेर जानु पर्नु ओइ यार साँच्ची म त त्यहाँ माथि म जाउँ भन्ने हो मेरो जोस चाहिँ केटा हो चिलायो ल मासला मलाई चाहिँ ल चिलायो चिलाउनु थाल नो त्यहाँसम्म जाउँ यार लुगै लाएर भए पनि माथिको डाँडा के भन्छौ ऊ त्यहाँ माथि कता सिस्नो पनि थियो कि क्या हो यार मैले पोल हो हल्का त्यही त भनेर त छैन क्या त्यो यस्तो काट्दै जग्गाहरू पुगिन्छ होला है देख्नु अझै केटाहरू हुनुपर्ने कस्तो मजाले फोकस हानेको यार क्यामेराले जस्तै यो मुभीमा छ नि त सिनेमेटिक खिच्ने हो क्या यो
तर यो अलिकति फोनले लाइटिङ चाहिँ मिलाउँदैन क्या आफै चाहिँ मिलाउनु पर्ने हुन्छ गाह्रो हुन्छ लाइटिङ मिलाउनु चार भेस्ट लगाउँछु भन्दा नि इनमा यसले पनि घोच्यो कि यसले नै घोच्यो यसको पहिला पान बनाएर खाइन्थ्यो अरे यस्तो खाने क्या यसलाई यसरी टिप्ने पट्टु भिसक्यो नि खाउँछ यहाँबाट गुल्ली गुल्ली आउँछ रस के फुल रस खानु यो खानुहुन्छ चुसाउनु रस केही हुँदैन यो खानुहुन्छ यो लगाउनु हे हल्का त यसको हामी उयो बनाएर खान्थ्यौँ क्या छैन त कहाँ त्यस्तो धेरै छ हुँदैन यसको कालो कालो हुन्छ नि यो कालो पाकेपछि खाने क्या यो हामी त पहिला जेरी भन्थ्यौँ नि पुगिन्छ त बाटो बनाउँछ हामी छैन यार उताबाट बाटै छैन उताबाट त एक्सट्रिम छ त्यहाँ फेरि ओह्रालो अनि उता फेरि माथि ल अब यहीँसम्म नयाँ बाटो त्यहाँ आँप साँप पनि छोड्नु यही त तलबाट देखेको हाइएस्ट पोइन्ट होइन पुग्नु चाहिँ पुग्यो गिद्ध घुम्दैछ यार त्यहाँ केही न केही गराउनु कतिवटा छ 2टा 3टा 4टा ल जाउँ फर्किउँ ल ल अगाडिबाट हिँडौँ ल अब चाहिँ फेरि हामी यहाँबाट फर्किँदैछौँ ल सरी ल बन्दैछ अरे केटा हो एकछिन उता परसम्म आए हौ हामी चाहिँ सिधै लामलाङ लुङलुङ बिस्तारै बिस्तारै हिँड्नुपर्ने हुन्छ स्टिल यङ वाट बुढो एक्सप्लोर हामी त हानेको हेर्दा त हिँडेकै मान्छे हिँड्ने बाटै जस्तो छ तर अति जङ्गल भरिपूर्ण छ ओह्रालो चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ लास्टै चिप्लो छ बाटो हट यहाँ फेरि बग्नु थाले चाहिँ बगेको बगै हुन्छ त्यही भएर बिस्तारै बिस्तारै खुट्टा तेर्साउँदै ओ धन्दै लडे ल बाटो आइपुग्यौँ फेरि हट हेरिको बिस्तारै होइन हौ यो लेसको उयो नै त्यस्तै छ क्या चिप्लो छ क्या लेसको उयो फाइबर ल हामी अघि यही बाटो चढेको अब यहीबाट फर्किनु आँट्यौँ यो बाटो चढेको हामी आम्बो ए दुनिया शीतल दी ये दुनिया शीतल दी लेस बानु ओ बेबी डोलमा सोने दी क्यू के है कतार हो क्या गाडी जाउँ तल त्यो भनेको त्यहाँ रेलिङ देख्यौ त्यो टर्निङमा रेलिङ देख्यौ हो यसको मासतिर छ क्या ठ्याक्क कहाँ छ यहाँ पुग्ने ठाउँ छ नि यहाँ उयो गरेर बरु त्यतिखेर झर्दाखेरि कतै थाहा छैन अहिले पानी सबैतिर सुकेको छ हौ हेर न त्यहाँ बुढा सुब्बाको पछाडि पनि सुकेको छ उसोमा पनि सुकेकै छ कहीँ छैन पानी सेरामा चाहिँ अलिअलि छ भने यहाँ त ओह्रालो झर्नु गाह्रो हुन्छ त कसरी झर्नु ट्राइपड बोकेर त तिमी त्यहाँ तल हालिजाऊ फेरि म आउँछु फेरि त गोप्रो देऊ त गोप्रो त्यही भने झड गुड्केर लङ्गडा भने तिमी हेर्दैन त लङ्गडा भने तिमी केटले पनि पुग्ला हो हेर्दा जस्तो रहेछ ऊ त्यहाँ अलिकति माथि त्यहाँ राख्यौँ डाँडाबाट हेर्दाखेरि त्यस्तै हो कति पनि लाग्दैन अनि अघि तिमीले कस्तो कति पनि छैन त्यहाँबाट निकै छैन तल झर्दा उयो जाने कसो हर्कराज ज्यू आया हो हर्के खाजाको हामी चाहिँ पानी नै छैन यार है केटा हो पानी त सकायो त हौ यहाँ छ सर
हामी त यहाँ थकाइ मारिरहेको छौँ त्यही ल अब हामी चाहिँ अर्को ट्रेलवाला बाटो छोडेर गाडी त होइन बाइक आउने बाटो तर्फ लाग्दैछौँ है। हामी अघि यताको बाटो आएको थियौँ, यताको यो बाटो। अब त्यो बाटो छोडेर हामी यो बाटो आउँदैछौँ होइन जाँदैछौँ। यो बाजेलाई फेरि भेट्यो, ए अहिले त अर्कै बाजे हुन्छ है। आया हो मेरो एङ्कल। अघि जुनबाट हामी यो बर पिपलबाट यता लागेको थियौँ यो ट्रेलवाला रोड, अहिले चाहिँ हामी त्यो बाटो छोडिकन यो माथिल्लो बाटोबाट फर्किँदैछौँ। यहाँबाट त सिधै आधी बाटो पुगिने रहेछ। यहाँ चित्रकला छ है। अनि अघि गएको बाटो भनेको चाहिँ हामी यो बाटो गयो, यो बाटो आएर यो माथि बाटो होइन। दामी छ, आउनु आँटेको छ नयाँ। It's time to go now. We are in our scooter stand. यहाँ चाहिँ बेन्डन कोट रहेछ। यहाँ कस्तो भिरालो ठाउँमा बनाएको, कि त पुरै यसरी छेकिदिनु माथिबाट हाल्ने चाहिँ बजेडा नै क्या कभरहरू बनाउने कस्तो नि झ्याप भयो।